हेलो साथीहरू, म आज हजुरहरूलाई एकदमै स्वादिष्ट र मिठो फाफरको फुरौला बनाएर देखाउन गइरहेको छु। हामीलाई चाहिन्छ प्याज, खोर्सानी र बारीको हरियो साग। सबै सामानहरूलाई धोएर सफा गर्ने, पछि प्याज र खोर्सानीलाई मसिनो बनाएर काट्न बाउलमा हाल्ने। बाउलमा हालिसकेपछि सागलाई पनि मसिनो बनाएर काट्ने अनि त्यसलाई पनि बाउलमा हाल्ने। स्वाद अनुसारको नुन, बेसार र मसलालाई पनि त्यही बाउलमा हालिदिने। त्यसपछि फाफरको पिठोलाई राख्ने। यसलाई राम्रोसँग मिक्स हुने गरी हातले मजाले मोल्ने। पानी हाल्दै राम्ररी मोल्ने। यसको भिडियोमा देखाए अनुसारको पेस्ट बनाउने। थोरै अदुवालाई पनि कुट्ने। अदुवाले चाहिँ फुरौलालाई अझ बढी स्वादिष्ट र मिठो बनाउँछ। बनाएको पेस्टमा हालिदिने। कराई तताउनलाई बसाउने। कराईमा तेल राख्ने। तेल तात्नलाई छोडिदिने केही क्षणको लागि। त्यसपछि अघि रेडी पारेको पेस्टलाई तातो तेलमा हालिदिने। हातले भिडियोमा देखाए अनुसार नै थोरै थोरै गर्दै हाल्नु होला, फेरि टाँसिने डर हुन्छ। त्यसरी हालिसकेपछि अब केही क्षणपछि यो रातो हुन थाल्छ पाकेर। त्यसलाई चलाउने। राम्रोसँग थिच्दै चलाउने, त्यो भित्र पनि राम्ररी पाकोस्। फेरि एकछिन त्यसलाई पाक्नलाई छोडिदिने। अब यो पाकिसकेको छ, हेर्न सक्नुहुन्छ हजुरहरूले। पाकिसकेपछि चाहिँ अब यसलाई एउटा प्लेटमा निकाल्ने। यो खानालाई एकदमै रेडी भइसकेको छ, हजुरहरूले देख्न सक्नुहुन्छ। हजुरहरूले हेर्न सक्नुहुन्छ, यो हेर्दा पनि एकदमै राम्रो मिठो र खाँदा पनि एकदमै मिठो थियो। हजुरहरूले यसलाई